यदि स्ट्रेसै भएन भने त हाम्रो डेभलपमेन्ट पनि हुँदैन, फेरि गतिशीलता पाइँदैन क्या लाइफमा हामीले। किनभने स्ट्रेस चाहिन्छ, स्ट्रेसले तिमीलाई गतिशील बनाउँछ है, अगाडि बढ्न बाटो देखाइदिन्छ क्या स्ट्रेसले। त्यो चाहिँ नेचुरल स्ट्रेस हो है, त्यो वास्तवमा तिम्रो आफ्नो सेल्फ डेभलपमेन्टको लागि त्यो स्ट्रेसहरू आवश्यक पर्छ। बुझ्नुभयो नि? त्यो स्ट्रेसलाई लिएर कुनै ठुलो जे हुन्छ त्यो तिमीले भोग्नुपर्ने हुन्छ होइन, आफूलाई एक्सप्रेस पनि गर्न सक्दैनौ। त्यो कारणले केही कुराहरू दिमागमा छाप बन्छ क्या, त्यसको त्यही कुरा भित्रभित्र सोच्दा सोच्दै तिमीलाई स्ट्रेस एकदम बढेर जान्छ। बुझौ? त्यो भनेको क्रोनिक स्ट्रेस हो। त्यो क्रोनिक स्ट्रेसले चाहिँ तिम्रो सबकन्सियस माइन्डलाई पुरै गाजेर राखिदिन्छ, पुरै कन्ट्रोल गरिदिन्छ। सो वाट इज सबकन्सियस माइन्ड भन्ने कुरा आउँछ। अब सबकन्सियस माइन्ड भनेको हाम्रो ब्लु प्रिन्ट हो। जसरी मोबाइलमा एप्सहरू हुन्छ नि, एप्लिकेसनहरू हुन्छ, त्यसले चलाउँछ मोबाइल होइन, सेम त्यही कुरा हो। सबकन्सियस माइन्डमा जे कुरा रेकर्ड छ त्यही माइन्डले नै हामीलाई चलाउने हो, चल्यामान गर्छ हामीलाई। तिम्रो व्यक्तित्व बनाउने, तिम्रो पर्सनालिटीलाई क्रिएट गर्ने काम नै सबकन्सियस माइन्डले गर्छ। बुझ्नुभयो नि? अब क्रोनिक कुनै इन्सिडेन्ट एकदमै तिमीलाई घातक रूपमा एकदम हार्मफुल्ली तिम्रो माइन्डमा बसेको छ भने आफूलाई एक्सप्रेस गर्न सिक्नुपर्छ है सबैले। आफूलाई अब काउन्सिलरहरू हुन्छ होला स्कुलमा होइन, अथवा कुनै मिल्ने टिचरहरूसँग, आफ्नो साथीभाइहरूसँग, आफ्नो प्यारेन्ट्सहरूलाई नै आफ्नो साथी सम्झिने हो। र त्यसरी हामीले नेचुरल हुन्छ तिम्रो सेल्फ डेभलपमेन्टको लागि त्यो स्ट्रेस चाहिन्छ। जस्तो एक्जामको स्ट्रेस, पढाइको स्ट्रेस, त्यो नेचुरल कुरा हो, त्यो सबैलाई हुन्छ, हुनैपर्छ। नत्र भने तिमीले अगाडि बढ्दैनौ जीवन तिम्रो होइन। हो, अर्को स्ट्रेस हुन्छ क्रोनिक स्ट्रेस, जुन चाहिँ कुनै घटनाले तिम्रो दिमागमा छाप पार्छ, प्रभाव पार्छ, त्यही घटना तिमीभित्र गुम्सिएर बस्छ, तिमी एक्सप्रेस गर्दैनौ, त्यही कुरा ठुलो भएर जान्छ, तिम्रो औषधि खानुपर्ने अवस्थामा पुग्छ। अनेक किसिमको मेन्टल डिजर्डरहरू त्यसले क्रिएट गरिदिन्छ। टिचरहरूसँग क्वेसन गर्न सिक्नुपर्छ, आफूलाई मनमा लागेको कुराहरू भन्न सिक्नु पर्यो टिचरहरूसँग, प्यारेन्ट्सहरूसँग, अभिभावकहरूसँग। बुझौ नि? त्यो तिम्रो व्यक्तित्वलाई एकदमै ओपन गरिदिन्छ, त्यसले सबै स्ट्रेसहरूबाट रिलिज गरिदिन्छ है। यो कुरा चाहिँ सिक्नुपर्छ सबैले। यो कुरा सिकेनौ भने यही कुरा तिमी भित्र गाजिएर बस्छ, गुम्सिएर बस्छ, त्यसले कुनै दिन नराम्रो घटनाहरू घटाइदिन्छ। बुझौ? मेन्टल इलनेसहरू, मेन्टल प्रब्लमहरू त्यस्तो हुन्छ, जुन चाहिँ पेसेन्टले, मान्छे आफैले एक्सप्रेस गर्नुपर्छ। बुझौ नि? हो, यस्ता कुराहरू सिक्नुपर्छ है। केही आर्ट इज द एक्सप्रेसन अफ द इमोसन्स है। त्यो आर्टहरूमा अलिकति इन्ट्रेस्टेड हुनु क्या। बुझौ नि? आर्टहरूमा इन्ट्रेस्टेड भयो भने तिम्रो त्यो एक्सप्रेसनहरू बाहिर निस्किन्छ। बुझौ नि? यो कुराहरू अलिक जान्नुपर्छ सबैले, सानैदेखि जानु भने तिमीलाई कहिले पनि मेन्टल प्रब्लमहरू, मेन्टल इलनेसहरू हुँदैन। अहिले मेन्टल प्रब्लमहरू धेरै छ संसारभरि छ। अब मान्छेले भन्न सक्दैन, प्रब्लमै त्यही हो, मान्छेले भन्नै सक्दैन, मान्छेले भन्नै चाहदैन। तर प्रब्लम कति धेरै छ है, यो कुराहरू जान्नु पर्यो। ओके, आजको लागि यति नै। बुझौ नि? मैले